मलाई माफ गर्नुहोला, तर आज म तपाईँहरूको निन्द्रा हराम गर्न आएको छु। आज म तपाईँका ती आँखाहरू खोल्न आएको छु जसमा दशकौँदेखि पुराना राजनीतिक दलहरूले भ्रमको बाक्लो पट्टी बाँधिदिएका छन्। आज हामी एउटा यस्तो दोबाटोमा उभिएका छौँ जहाँबाट एकातिर त्यही पुरानो सडे गलेको भ्रष्टाचारले गन्हाएको र दासहरूले भरिएको अन्धकारतर्फ जाने बाटो छ भने अर्कोतर्फ एउटा नयाँ उज्यालो तर चरम सङ्घर्षले भरिएको बाटो छ। म आज तपाईँको मस्तिष्कको शल्यक्रिया गर्न गइरहेको छु ताकि आउँदो फागुन 21 गते जब तपाईँ मतदान केन्द्रमा जानुहुन्छ तब तपाईँको हात नहल्लियोस्, तपाईँको विवेक नडगमगाओस्। इतिहासका पानाहरू पल्टाएर हेर्नुहोस्। राणा शासन फालियो, पञ्चायत ढालियो, राजतन्त्र उखेलियो, व्यवस्था फेरिए, तर के यो देशको अवस्था फेरियो? फेरिएन। किन फेरिएन? किनकि हामीले व्यवस्था त फेर्यौँ तर त्यो व्यवस्था सञ्चालन गर्ने प्रवृत्ति चाहिँ कहिले पनि फेरेनौँ। हामीले सधैँ ती मान्छेहरूलाई सत्तामा पुर्यायौँ जसले क्रान्तिका ठुल्ठुला गफ हाँके, संसदका पर्खाल थर्काउने किसिमका भाषण गरे, तर कुर्सीमा पुगेपछि सिङ्को पनि भाँच्न सकेन। सबैभन्दा उदेक लाग्दो कुरा त यो देशका राजनीतिक कार्यकर्ताहरूको मनोविज्ञान हो। राजनीतिमा विचारको बहस हुनुपर्छ, तर यहाँ त गुट र स्वार्थको मात्र खेती हुन्छ। पुराना दलभित्रको अकर्मण्यता र त्यहाँका कार्यकर्ताहरूको दोग्ला प्रवृत्ति हेर्नुभयो भने तपाईँलाई घिन लागेर आउँछ। हिजो अस्ति भर्खरको कुरा होइन र जब एउटा पार्टीको विशेष अधिवेशन बोलाउनु पर्छ भनेर आवाज उठ्यो तब तिनै झोले कार्यकर्ताहरू सडकमा उफ्रिएका थिए। अधिवेशनमा जानु हुँदैन, हाम्रो पुरानै नेतृत्व शेरबहादुर देउवा नै ठिक हो भन्दै घाँटी सुकाउनेहरू आज कहाँ छन्? आज जब सत्ताको समीकरण फेरियो, जब तिनै नेता गगन थापा जसलाई हिजो उनीहरूले सत्तो सराप गरिरहेका थिए उनी नै जब नेतृत्वमा पुगे तब तिनै कार्यकर्ताहरूको बोली रातारात कसरी फेरियो? हिजो गगनको विरोध गर्नेहरू आज अब की बार गगन सरकार भन्दै भोट मागेर हिँडिरहेका छन्। किन? के उनीहरूलाई गगन थापाको विचार मन परेर हो? के उनीहरूलाई देशको चिन्ता लागेर हो? पटक्कै होइन। उनीहरूलाई राम्रोसँग थाहा छ यदि आज नेतृत्वको चाकडी गरिएन भने आफ्नो राजनीतिक पसल बन्द हुन्छ, आफ्नो ठेकापट्टा खोसिन्छ, आफ्ना मान्छेको नियुक्ति रोकिन्छ। स्वार्थ पुरा नहुँदा एउटा नेता खराब अनि स्वार्थ पुरा हुने बित्तिकै त्यही नेता रातारात देउता। यस्ता सिद्धान्तहीन सत्ताको जुठो चाट्ने दासहरूको जमातले यो देश बनाउन सक्छ भनेर पत्याउनु हाम्रो मूर्खता हो। पार्टीहरू आउँछन् जान्छन्, विचारहरू आज एउटा छ भोलि अर्को आउला, तर यो देश चाहिँ रहनुपर्छ। अनि जब यो सडे गलेको राजनीति पोखरीमा कोही एउटा नयाँ मान्छे एउटा सफा पानीको मूल फुटाउने हिम्मत गर्छ तब के हुन्छ? आज चिया पसलमा बसेका पुराना दलका कार्यकर्ताहरू खोक्छन्। खोइ त बालेनले काठमाडौँको लागि लेखेको घोषणापत्रका एजेन्डाहरू कार्यान्वयन गरेको? बालेनले भने जस्तो त भएन नि। तर एकपटक सत्यको गहिराइमा पुगेर हेर्नुहोस् त, के उनले काम गर्न नसकेको हो कि उनलाई काम गर्नु नदिइएको? काठमाडौँको फोहोर व्यवस्थापनदेखि सुकुमवासी बस्तीका नाममा भएका अतिक्रमण हटाउने कुरासम्म केन्द्र सरकारले सधैँ असहयोग गर्यो। किन? किनकि बालेन सफल हुनु भनेको पुराना नेताहरूको असफलता प्रमाणित हुनु थियो। उनीहरूलाई राम्रोसँग थाहा थियो यदि एउटा नयाँ केटोले जसको पछाडि कुनै पार्टीको फौज थिएन, जसले त्यसको ढुकुटी लुटेको थिएन, उसले काम गरेर देखाइदियो भने त 30 वर्षको हाम्रो राजनीतिक पसल रातारात बन्द हुन्छ भन्ने सोचे उनीहरूले। त्यसैले उनीहरूले सम्पूर्ण शक्ति लगाएर उसलाई असफल बनाउन लागि परेका थिए। केपी ओली र पुराना दलका नेताहरूले होल नै होल भएको कानुन प्रयोग गरेर बालेनलाई हरेक पाइलामा रोके। अदालतबाट स्टे अर्डर लगाइयो, प्रशासनलाई मौन बस्न लगाइयो, सडक विभागलाई खाल्डो पुग्न नदिएर जनतामा आक्रोश बढाउने एक किसिमको षड्यन्त्र रचियो। एउटा इमान्दार मान्छे जसको कुनै निजी स्वार्थ थिएन, ऊ एक्लै त्यो भ्रष्ट चक्रव्यूहमा अभिमन्यु जस्तै लडिरहेको थियो। उसलाई पाइला पाइलामा चक्रव्यूह रचियो अनि हामी बाहिर बसेर ताली बजाउँदै भन्यो, हेर अभिमन्युले चक्रव्यूह तोड्न सकेन। कि हाम्रो दायित्व उसलाई एक्लै मर्न दिने थियो कि उसँगै उभिएर त्यो चक्रव्यूह भत्काउने थियो? हो, हिजो बालेन एक्लै थिए। स्थानीय सरकारको प्रमुख भए पनि सङ्घीय सरकारको दादागिरी र होल नै होल भएका कानुनका अगाडि उनले सोचे जस्तो जादु गर्न सकेनन्। केपी ओली र पुराना दलहरूको सिन्डिकेटले राज्य संयन्त्रलाई कठपुतली बनाएर बालेनको घोषणापत्रलाई कागजमै सीमित राख्न हर सम्भव प्रयास गर्यो। तर एउटा कुरा याद राख्नुहोस्, बालेनले हार मानेका छैनन्। उनले बुझे कि सडकको फोहोर उठाउन त सिंहदरबारको अनुमति चाहिन्छ भने यो देशको फोहोर सफा गर्न त सिंहदरबारको चाबी नै चाहिन्छ होला। एक्लै लडेर यो सडे गलेको व्यवस्था बदल्न सकिँदैन भन्ने यथार्थ बुझेर नै आज बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन्। हिजो उनी एउटा स्वतन्त्र व्यक्ति थिए, आज उनी एउटा राष्ट्रिय विकल्पको शक्तिको हिस्सा बनेका छन्। अब प्रश्न उठ्छ, किन जिताउनु त बालेनलाई? किनकि हिजो उनीसँग सडकमा डोजर चलाउने अधिकार मात्र थियो, तर डोजरलाई रोक्ने कानुन सिंहदरबारमा बन्थ्यो। अब समय आएको छ ती पुराना नेताहरूले बनाएका होल नै होल भएका कानुनहरू च्यातेर नयाँ कानुन लेख्नु। हिजो केपी ओली र पुराना दलका नेताहरूले मन्त्री परिषद र संसदको शक्ति प्रयोग गरेर एउटा मेयरलाई जसरी पेले, अब त्यही संसदमा ससम्मान बहुमतका साथ पुगेर त्यो प्रणालीगत भ्रष्टाचारको जालो चुडाउनु छ। बालेनलाई अब भोट दिनु भनेको केवल एउटा व्यक्तिलाई जिताउनु होइन, हिजो उनलाई असफल बनाउन रचिएका सम्पूर्ण षड्यन्त्रहरूलाई जनताको तर्फबाट दिइने सबैभन्दा कडा झापड हो।
हामी सधैँ गुनासो मात्र गर्छौँ, तर जब चुनाव आउँछ हामी त्यही मासु भात र गुटको नाममा आफ्नो भोट बेच्छौँ। यो दास मानसिकताबाट अब हामी माथि उठ्नै पर्छ। जो मान्छे आफै समस्या हो ऊ कहिले समाधान हुन सक्दैन। दशकौँसम्म सत्तामा बसेर सिङ्को नभाँच्ने र नयाँलाई काम गर्न नदिनेहरूलाई अब हामीले भन्नुपर्छ तपाईँको समय सकियो। आउँदो फागुन 21 गते यो देशको भविष्य लेख्ने अन्तिम मौका हो। यदि यो मौकामा पनि हामीले सही शक्तिलाई चिनेनौँ भने हाम्रा सन्ततिले हामीलाई कहिले पनि माफ गर्ने छैनन्। हिजो बालनलाई काम गर्न दिइएन भनेर निराश हुने होइन, आज उनलाई त्यो शक्ति र बहुमत दिनुपर्छ जसले कसैको स्टे अर्डर र असहयोगको प्रवाह नगरिकन यो देशको मुहार फेर्न सकोस्। आफ्नो दिमागमा ती पुराना दलहरूको मोहलाई आजै च्यातेर फालिदिनुहोस्। हिजोका अभिमन्युलाई आज हामीले अर्जुन बनाएर संसदमा पठाउनुपर्छ। परिवर्तन सम्भव छ, तर त्यो परिवर्तनको सुरुवात फागुन 21 गते तपाईँको औँलाबाट हुनुपर्छ। यो देश हाम्रो हो र यसलाई भ्रष्टहरूको हातबाट खोसेर बनाउने जिम्मा पनि तपाईँको र मेरो हो। जय देश, जय नेपाल।